खासमा चाहिँ यो क्षेत्रमा चाहिँ फोहोर थुपार्ने चाहिँ कस्ता चाहिँ व्यक्तिहरू तपाईले देख्नुभयो? अब यो कस्तो छ भनेदेखि अब प्राय जसो यो चेतना र सभ्यताको कमी हो जस्तो लाग्छ हैन। चेतना र सभ्यताको कमी भयो भने यो सबै चिज गाउँघर वन जङ्गल सबै वरपर आफ्नो घर सरसफाइ नगर्ने, फोहोर बनाउने हैन। अब चाहिँ बङ्गुरको स्थिति, सुँगुरको स्थिति, जो फोहोरमा रमाउन चाहने स्थिति मनस्थितिले हामी यस्तो हुँदै गइरहेका छौँ। यो चिन्ता लागिरहेको छ र समग्रमा भन्दाखेरि नेपालको राजनीति प्रवृत्ति नै हो जस्तो लाग्छ। किनभने नेपाललाई अमेरिका बनाउने, सिङ्गापुर बनाउने हैन, अनि स्विजरल्यान्ड बनाउने भाषणमा गर्ने, तर चाहिँ नि यहाँ झिङ्गापुर बनाउने गाउँघर आफ्नो। साथीहरूले सबै चाहिँ यो गाउँले दाजुभाइ दिदीबहिनीहरूले मैले यहाँ वनगत मात्रै भन्दैन तर कलोनीसम्मका साथीहरूलाई हामीले देखिरहेका छौँ। यहाँहरू सबैले सचेत एउटा सभ्य नागरिकको चाहिँ परिचय दिनुहोस् र फोहोर फाल्नु चाहिँ राम्रो होइन। हाम्रो पुल बनिएको छ, दुनियाँ चाहिँ ठाउँका मान्छेहरू यहाँ एउटा फोटो खिच्न, एउटा सेल्फी खिच्न र यो रमणीय दृश्य हेर्न आउँछन्। यो फाल्दै गर्दा हामी के भन्छ एउटा जङ्गली असभ्य युगमा प्रवेश गरेको अनुभूति हुन्छ। त्यस कारणले गर्दाखेरि सरसफाइ अब सबैको एउटा चाहिँ के अरे कर्तव्य हो भन्ने कुरालाई चाहिँ मध्यनजर राखेर अब आजदेखि अब यो सरसफाइ यो चाहिँ के अरे फोहोरहरू फाल्ने काम बिल्कुल बन्द गर्नु होला। हामीले सूचनापाती तासिसकेका छौँ। जरिमाना सम्पूर्ण दर्शकहरूमा मेरो नमस्ते। म सूर्य गुरुङ। दर्शक महानुभावहरू, म यति बेला विशेष गरी यो शिवराज नगरपालिका 1 र जुन 9 जोड्ने सुरैखोला पुल छ त्यहाँनिर छु। पछिल्लो समय त्यो स्थानमा पुल बनिसकेपछि त्यो ठाउँमा चाहिँ त्यहाँ विशेष गरी घुम्न आउनेहरूको चाहिँ चहल पहल निकै बढेको छ। त्यहाँ फोटो खिच्न आउने, टिकटक बनाउन आउने हैन, विशेष गरी सोसल मिडिया प्रयोगकर्ताहरू चाहिँ त्यहाँ अत्याधिक मात्रामा चाहिँ उपस्थित हुने गरेको चाहिँ हामीले देखिरहेका छौँ। तपाईँ हामी सबैलाई त्यो विषयमा चाहिँ थाहा छ। तर त्यो चाहिँ एउटा स्थानीय र बाह्य पर्यटकहरू त्यहाँ आउने, फोटो खिच्ने रूपमा चाहिँ प्रयोग हुँदै गर्दा त्यो ठाउँले चाहिँ एउटा बेग्लै खालको चर्चा पाउँदै गर्दा त्यहाँका स्थानीयले भने त्यो वरिपरि त्यो पुलको आसपासमा चाहिँ फोहोर डम्पिङ गर्ने डम्पिङ साइटको रूपमा चाहिँ प्रयोग गर्दै आइरहेको चाहिँ हामीले पाइरहेका छौँ। त्यसकारण त्यस क्षेत्रको विशेष गरी त्यस क्षेत्रका केही बुद्धिजीवी समाजसेवीहरूले चाहिँ आज यो नयाँ वर्षकै दिन चाहिँ त्यस क्षेत्रलाई चाहिँ एउटा चेतना फैलाउने हिसाबले त्यो क्षेत्रमा चाहिँ फोहोर गर्न हुन्न है भन्ने एउटा सन्देश दिने हिसाबले पनि त्यस क्षेत्रका स्थानीय समाजसेवीहरूले चाहिँ आज सरसफाइ कार्यक्रम चाहिँ गर्नुभएको छ। र यस विषयमा त्यहाँका स्थानीय बुद्धिजीवीहरू पनि के भन्नुहुन्छ यस विषयमा र यहाँ फोहोर गर्ने स्थानीयहरूलाई उहाँ के भन्नुहुन्छ यस विषयमा पनि हामी थोरै कुराकानी उहाँहरूसँग गर्नेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है। सर्वप्रथम त्यसपछि सबै आम नेपालीवासीहरूलाई अथवा नेपाल र नेपाली सबैलाई चाहिँ यो नयाँ वर्ष 2083 को पावन अवसरमा हामीले सरसफाइदेखि ल्याएर सभ्य सचेत नागरिक बन्ने चाहिँ सुरुवाती गरौँ भन्ने उद्देश्यले यो सरसफाइ हामी नयाँ वर्षकै यो बिहानीमा सुरुवात गरेका हौँ र यो योजना बनाएका हौँ। र यही आधारमा चाहिँ यहाँ जुन किसिमको यो सबैलाई थाहा छ, यहाँहरूलाई सबैलाई थाहा छ कि यो पुल बनिसकेपछि यहाँ टिकटक भाइरल पर्यटन सबै क्षेत्रबाट यहाँ आएर मेला मौका पर्वहरूमा यहाँ चाहिँ एउटा पर्यटन स्थल जस्तो बनिरहँदा फेरि यहाँ यही ठाउँमै यो फोहोर डुङ्गुर हैन यो साराका सारा चाहिँ डम्पिङ साइट बनाउने जुन किसिमको प्रवृत्ति र प्रक्रिया सुरुवात र
बढ्दो अवस्थामा छ। यसको चिन्ता गरेर यसलाई चाहिँ नि निर्मूल गर्नुपर्छ, यसलाई सचेतना जगाउनुपर्छ, यसलाई केही न केही एउटा कारबाहीदेखि ल्याएर सबै चाहिँ नि एउटा चाहिँ अभियान थालनी गर्नुपर्छ र मात्रै यो सरसफाइ हुन्छ भन्ने उद्देश्यले हामीले चाहिँ नि यो गरेका छौँ। खासमा चाहिँ यो क्षेत्रमा चाहिँ फोहोर थुपार्ने चाहिँ कस्ता चाहिँ व्यक्तिहरू तपाईँले देख्नुभयो? अब यो कस्तो छ भनेदेखि अब प्राय जसो यो चेतना र सभ्यताको कमी हो जस्तो लाग्छ हैन। चेतना र सभ्यताको कमी भयो भने यो सबै चिज गाउँघर वन जङ्गल सबै वरपर आफ्नो घर सरसफाइ नगर्ने, फोहोर बनाउने हैन। अब चाहिँ बङ्गुरको स्थिति, सुँगुरको स्थिति, जो फोहोरमा रमाउन चाहने स्थिति मनस्थितिले हामी यस्तो हुँदै गइरहेका छौँ। यो चिन्ता लागिरहेको छ र समग्रमा भन्दाखेरि नेपालको राजनीति प्रवृत्ति नै हो जस्तो लाग्छ। किनभने नेपाललाई अमेरिका बनाउने, सिङ्गापुर बनाउने हैन, अनि स्विजरल्यान्ड बनाउने भाषणमा गर्ने, तर चाहिँ नि यहाँ झिङ्गापुर बनाउने, गाउँघर आफ्नो गाउँ र अब आफ्नो घरलाई, आफ्नो वनलाई, आफ्नो पर्यटनलाई सबैलाई चाहिँ नि एउटा चाहिँ फोहोरको डङ्गुर बनाउने जुन प्रवृत्ति बढ्दै गइरहेको छ, यो चिन्ताजनक छ। यसलाई चाहिँ हामीले चाहिँ अब राजनीतिदेखि ल्याएर हैन सबै आम नागरिकले चाहिँ यो सरसफाइलाई ध्यान दिन जरुरी छ। यो जङ्गलमा होइन, कुनै क्षेत्रमा होइन, आफ्नै घरमा फोहोरको व्यवस्थापन गर्न सकिन्छ नि त हैन। त्यसलाई चाहिँ नि अब कुहिने चिजलाई चाहिँ नि मल बनाउन सकिन्छ, प्लास्टिकहरू जलाएर चाहिँ नि खरानी बनाउन सकिन्छ, अनि त्यसपछि बोतलहरू यावत जुन किसिमका उहरू चाहिँ यो त फेरि बिक्री हुन्छ हैन। यो क्षेत्रमा चाहिँ जस्तै मैले चाहिँ यो सरसफाइ अभियान चाहिँ थुप्रै पटक भइरहेको, विभिन्न सोसल मिडियाहरूमा यहाँ फोहोर भइरहेछ भन्ने कुराहरू चाहिँ पटक पटक आइरहेकै छन् हैन। जनतालाई सुसूचित गरिएकै छ, फेरि पनि यो कमी आएको छैन। यो फोहोर भइरहेकै छ, यहाँ थुपारिरहेको। के भन्न चाहनुहुन्छ जुन व्यक्ति चाहिँ आँखा बन्द गरेर यहाँ चाहिँ फोहोर थुपार्नु छोड्नु भएको छैन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? अब विशेष गरेर हामीले के आह्वान गर्न चाहन्छौँ भने अब यहाँ प्रायः जसो हामीले देखिया पनि छौँ, बोरा बोकेर ल्याएका फालेका अब यो सबै चिजहरू हामी देखिरहेको कुरा पनि हो। प्रायः जसो यो चाहिँ यो गाउँदेखि ल्याएर अब पर जाँदाखेरि डाँडा, नयाँ बस्ती, कलोनी, शिवपुर, यो चाहिँ समग्र यो वरपरका चाहिँ गाउँ एरियाले त्यहाँका इष्टमित्र अथवा नागरिक अथवा गाउँलेहरूले चाहिँ फाल्न आएको हामी देखिरहेका छौँ। यसलाई चाहिँ हामीले बारम्बार सचेतना दिएका छौँ, सूचना दिएका छौँ, अनुरोध गरेका छौँ। अब सायद भएन भने सूचना बोर्ड पनि टाँगेका छौँ। यही आधारमा अझ जरिमाना समेत गर्ने भनेर हामीले चेतावनी दिएका छौँ। अब त्यो जरिमाना जुन 2500 राख्नु भएको रहेछ, यसलाई चाहिँ जरिमाना नगरी नहुने भयो, कार्यान्वयन गर्नै हुन्छ तपाईले? कार्यान्वयन चाहिँ गर्नुपर्ने। सबैलाई चाहिँ अब के भन्छ भने यहाँ चाहिँ अलिकति आक्रोश, रिस अथवा चाहिँ नि ऊ भइरहेछ। यो चाहिँ नि अब गम्भीर रूपमा लिइरहेछ यहाँको जनताले कि हामी फोहोरी भयौँ, हाम्रो बेइज्जत भयो, हामी चाहिँ यो गाउँमा चाहिँ बसेर पनि हामीले गरे जस्तो भयो, तर अन्तबाट ल्याउँछन् भन्ने खालको भाव हुनाले अब यो चाहिँ यसलाई व्यवस्थापन गर्न, व्यवस्थित गर्न, यसलाई चाहिँ सरसफाइ गर्नको निम्ति निश्चित चाहिँ नि एउटा चाहिँ मापदण्ड नगराइकन अथवा जरिमाना, चेतावनी, खबरदारी हैन, एउटा न एउटा चाहिँ कारबाहीमा नगरिकन नेपाली जनताले नचेत्ने खालको स्थिति जुन बन्यो, त्यही कारणले हामीले जरिमाना राखेका हौँ। भने न जरिमाना गरेर त हुने कुरा केही पनि होइन हैन। अब यो जानकारीको लागि यसको लागि साथसाथै चाहिँ नि यो नगरपालिकादेखि ल्याएर वडा सरकार हैन, सरोकारवाला भनेको त सरकारमा निकायमा जसले सत्तामा बसेको छ, भत्ता खाछ, तलब खाछ, तिनीहरूलाई समेत सबभन्दा जिम्मेवारी र जवाबदेही हैन गम्भीर हुनको लागि, यसमा पहल कदमी लिनका लागि, व्यवस्थापन गर्नका लागि म यहाँबाट आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। स्वागत छ यहाँलाई। नमस्कार। यहाँको परिचय? मेरो नाम दिलबहादुर घरती मगर, म शिवराज नगरपालिका 1 बनकर्ताको निवासी र पेसाले म नेपाल आदर्श स्कुल इङ्ग्लिस शिक्षक हो। हजुर। र बिहान मर्निङ वाक आउने क्रममा त चाहिँ यो सरसफाइ अभियानमा हामी छौँ। हजुर। जस्तै यहाँ सरसफाइ कार्यक्रम सञ्चालन गरिरहँदाखेरि यहाँहरूले चाहिँ पटक पटक यस्तै खालको कार्यक्रमहरू भइरहेको हामीले थाहा पाइरहेका छौँ, तर पनि यहाँ यो चाहिँ व्यवस्थापन हुन सकिरहेको छैन। त्यो फोहोर चाहिँ डम्पिङ गर्ने कार्यक्रम चाहिँ अझै बढिरहेको छ होइन, हामीले देखिरहेका छौँ पारिदेखि यहाँसम्म। उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ, के सुझाव छ फोहोर गर्नेहरूलाई? यहाँ साथीहरूले सबै चाहिँ यो गाउँले दाजुभाइ दिदीबहिनीहरूले, मैले यहाँ बनगत मात्रै भन्दैन तर कलोनीसम्मका साथीहरूलाई हामीले देखिरहेका छौँ। यहाँहरू सबैले सचेत एउटा सभ्य नागरिकको चाहिँ परिचय दिनुहोस् र फोहोर फाल्नु चाहिँ राम्रो होइन। हाम्रो पुल बनिएको छ, दुनियाँ चाहिँ ठाउँका मान्छेहरू यहाँ एउटा फोटो खिच्न, एउटा सेल्फी खिच्न र यो रमणीय दृश्य हेर्न आउँछन्। यो फाल्दै गर्दा हामी के भन्छ एउटा जङ्गली असभ्य युगमा प्रवेश गरेको अनुभूति हुन्छ। त्यस कारणले गर्दाखेरि
सरसफाइ अब सबैको एउटा चाहिँ के अरे कर्तव्य हो भन्ने कुरालाई चाहिँ मध्यनजर राखेर अब आजदेखि अब यो सरसफाइ यो चाहिँ के अरे फोहोरहरू फाल्ने काम बिल्कुल बन्द गर्नु होला। हामीले सूचनापाती तासिसकेका छौँ, जरिमाना तोकिसकेका छौँ। हामी स्थानीय सरकारसँग समन्वय गरिकन कडाइका साथ हामी लाग्नेछौँ, यसलाई कार्यान्वयनमा लान्छौँ। 1 2 3 योमा चाहिँ ढुक्क हुनु होला। त्यस कारणले यहाँहरूलाई म सुझाव के दिन्छु भनेपछि अब कसैले पनि चाहिँ यो फोहोर फाल्ने काम नगर्नु होला, एकदम सही ठाउँमा फाल्नुहोस्। अब यहाँ चाहिँ यस्तो चाहिँ ब्युटिफुल सुन्दर चाहिँ राम्रो वनकट्टा बनाउने हाम्रो अभियान छ। यसमा यहाँहरू सबैको सहयोगको अपेक्षा गर्छु। खासमा चाहिँ यो तपाईँको नजरमा यहाँ फोहोर गर्ने बढी कस्ता चाहिँ छन्? जस्तै अब घरको फोहोर हो त अथवा होइन होटेलको हो अथवा कहाँ बजार सजारको अथवा कहाँको फोहोर चाहिँ यहाँ बढी आउँछ? हस्पिटल लगायत थुप्रै हुन्छन् नि फोहोर निस्किने, जसले चाहिँ फोहोर निकाल्छन्। कुन ठाउँको फोहोर चाहिँ यहाँ बढी आइरहेको पाउनुहुन्छ? फोहोर त यहाँ चाहिँ आम साधारण चाहिँ गाउँले मान्छेहरू चाहिँ साधारण मान्छेदेखि ल्याएर यहाँ व्यवसाय कर्मीहरूले पनि मेडिकल काम देखियो। मेरो पनि मेडिकल छ, म एकदम अत्यन्तै सुरक्षित साथ फाल्छु। यहाँ नजिकमा भएको हुनाले मलाई यहाँ आएर पाउँछ। मेरो श्रीमती मेडिकल गर्नुहुन्छ। त्यसै गरी यहाँ यता कलोनीतिरका मेडिकलहरू, अन्य होटल व्यवसायीहरूले चाहिँ सबै चाहिँ के व्यवसाय कर्मीहरूले पनि यहाँ चाहिँ ल्याएर यहाँ नजिकमा सुचुकी फालेको हामीले देखिरहेका छौँ, सूचना पाइरहेका छौँ। त्यस कारणले हामी 1 2 वर्षदेखि चाहिँ मैले पनि यो अभियान चाहिँ सबै थुप्रै साथीहरूसँग चाहिँ मैले सरसल्लाह गरेँ, यो गर्नुपर्छ है, हामी गरौँ, लागौँ र चाहिँ के बरु एउटा चौकीदारको व्यवस्थापन गरौँ भन्ने कुरा मैले सबै साथीहरूलाई आग्रह गरेको विगतदेखि नै। अहिले केही दिन यता बालराम सरले एउटा पहल गर्नुभयो अन्य साथीहरूको सहयोगमा र अहिले यो अगाडि बढेको छ र एकदम मिसन हो। हामी नयाँ वर्ष आजबाट थालिन सुरु गरेका छौँ। अब हामी यसलाई चाहिँ सुन्दर बनाएर छोड्छौँ सर, र यहाँहरू सबैलाई चाहिँ के हो फोहोर नफ्याँक्नको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ जुन अहिले फोहोर गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ अबदेखि चाहिँ उपरान्त फोहोर नगर्नु होला। जुन यो 2500 रुपियाँ फोहोर गर्नेलाई जरिवाना छ त्यसलाई चाहिँ कार्यान्वयन यहाँहरूले गर्नुहुन्छ? गर्छु, बिल्कुल गर्छु। किन भन्दाखेरि चाहिँ यो कसैले फाल्यो मानेन तेरेन भने ऊ चाहिँ एउटा सिधै यसलाई चाहिँ विकृति र विसङ्गततिर गयो, वातावरणलाई प्रदूषण गर्नेतिर गएको हुनाले उहाँहरूले हदैसम्म कारबाही हुन्छ। एउटा यो वार्निङ हो, चेतावनी हो र सुझाव पनि हो। यसलाई चाहिँ नतेर्नेलाई हामीले 2500 होइन योभन्दा डबल ट्रिपल पनि हुनसक्छ। हामी समन्वय गरिकन यसलाई चाहिँ हामीले ट्र्याकमा ल्याउनको लागि यो गर्नै पर्ने अनिवार्य देखिन्छ। हस्, यो जानकारीको लागि यहाँलाई धन्यवाद।